यो चाहिँ त्यहाँ चाहिँ कुन हिमाल अरे यो हिमालको नाम यो चाहिँ हेलुङ्ग्री भनेर भन्दो रहेछ यहाँ हिजो सबै माथि टुप्पाबाट पहिरोले सबै सोरेर यहाँ आएर जम्मा 7 जना चाहिँ अब मान्छे जिउँदो नभएको 5 जना विदेशी अनि लाखपताई 5 जना विदेशी 2 जना नेपाली है लाखपताई घाइते छ हात खुट्टा पनि भाँचेको छ भन्छ उहाँलाई त हेलिकप्टरमा एकजना अर्को दाइ हामीले लगेको को हो गुरुङ दाइलाई अघि तल पठाइसकेको छु यो फुर्तेन्जी यो एरियामै हुनुपर्ने है त्यो अर्को एउटा खैरे चाहिँ त्यतै छ भन्दै थियो यो एउटा चाहिँ तलको रहेछ हौ अनि एकजनाको चाहिँ यहाँ छ उहाँ चाहिँ कुहिरे रहेछ अनि उहाँ पनि जिक्नु सक्ने अवस्थामा त छैन अहिले बिहान त मैले पनि आउने अनि यहाँबाट उहाँ चाहिँ कुहिरे रहेछ आज त जिक्नु सक्दैन अनि अहिले हिउँले पुरै ढाकिरहेको रहेछ मेरो विचारमा बाँकी रह्यो उन्दैतिर पुऱ्याए जस्तो छ हौ हेन्जी अझको नाम के अरे लाखपताङ हत्तरी आएर आउनु पनि कम नआएको रहेछ माथि टुप्पादेखि आएको रहेछ नि टुप्पामा पुगिसकेको थियो त्यहाँदेखि ट्रेन उठाइहाल्यो डेड बडी त एउटा